कहिले परिस्थिति हाम्रो पक्षमा हुन्छ त कहिले हुँदैन। कहिले आफूले चाहेको जस्तो हुन्छ, कहिले सोच्दै नसोचेको मोडमा जिन्दगी पुगिदिन्छ। कहिले धेरै कुरा हुन्छन् तर मन खुसी हुँदैन, अनि कहिले केही पनि हुँदैन तर त्यही सानो कुरामा नै मनले ठुलो खुसी भेट्छ। त्यसैले जिन्दगीलाई सधैँ आफ्नो हिसाबले चलाउन खोज्नु पनि हुँदैन रहेछ। समयले जस्तो परिस्थिति ल्याउँछ त्यसलाई त्यस्तै स्वीकार गरेर त्यसैमा खुसी खोज्नु सिक्नु पर्दो रहेछ। आज पैसा कम होला तर साथीको साथ छ भने त्यही काफी हुन्छ। आज ठुलो ठाउँमा पुग्न सकिएन होला तर आफू हिँडिरहेको बाटोमा शान्ति छ भने त्यही ठुलो कुरा हो। आज मनले चाहेको मान्छे साथमा नहोला तर उसको सम्झनामा मुस्कुराउन सकिन्छ भने त्यो पनि एउटा ठुलो खुसी हो। हामी धेरै पटक भविष्यको ठुलो खुसी खोज्दै आजको सानो खुसी गुमाइरहेका हुन्छौँ। एक दिन यस्तो भएपछि खुसी हुन्छु, अझ धेरै पैसा भएपछि घुम्छु, सबै कुरा मिलिसकेपछि रमाउँछु। तर जीवनले कहिले पनि सबै कुरा एकैपटक मिलाएर दिँदैन रहेछ। केही न केही अधुरो नै रहँदो रहेछ। मन दुखेको छ भने पनि अलिकति हाँस्नुहोस्, समस्या छ भने पनि केही समय बाहिर निस्किनुहोस्, आफ्नो मान्छेसँग बस्नुहोस्, गफ गर्नुहोस्, घुम्नुहोस्, फोटो खिच्नुहोस्, मन लागेको कुरा गर्नुहोस्। किनकि जीवनको अन्तिम हिसाबमा हामीले कति दुःख सयौँ भन्ने भन्दा पनि त्यो दुःख बिचमा कति सुन्दर पलहरू बाँच्यौँ भन्ने कुरा सम्झिनेछौँ। जिन्दगीमा सबै दिन राम्रो हुँदैनन् तर नराम्रो दिनमा पनि त एउटा राम्रो क्षण निकाल्न सकिन्छ नि। आज आँसु आएको छ भने भोलि मुस्कान पनि आउँछ। आज बाटो अप्ठ्यारो छ भने भोलि त्यही बाटो सम्झेर गर्व गर्न पनि मन लाग्छ। त्यसैले जहाँ जे राखेको छ त्यहीबाट खुसी हुन सिक्नु पर्दो रहेछ। ठुलो सपना देखौँ, मेहनत गरौँ, अगाडि बढौँ, तर खुसी हुनका लागि भोलिको प्रतीक्षा नगरौँ। किनकि जिन्दगी सबै कुरा ठिक भएपछि सुरु हुने होइन रहेछ। जिन्दगी त यही हो, अलिकति दुःख, अलिकति सङ्घर्ष, अलिकति आँसु, अलिकति हाँसो, अनि सबैको बिचमा आफूलाई सम्हाल्दै अघि बढ्नु। त्यसैले परिस्थिति जसोसुकै आओस् एउटा कुरा कहिले नछुटाउँ, हाँस्न नछुटाउँ, घुम्न नछुटाउँ, आफ्ना मान्छेहरूसँग समय बिताउन नछुटाउँ। किनकि हामीले जिन्दगीले कति समय दिएको छ त्यो पनि त थाहा छैन, तर त्यो समयलाई कसरी बाँच्ने भन्ने निर्णय चाहिँ हाम्रो हातमा छ। त्यसैले आज मन लागेको छ भने हाँस्नुहोस्, समय मिलेको छ भने घुम्नुहोस्, आफ्ना मान्छेहरू छन् भने भेट्नुहोस्, सानो खुसी भेटिएको छ भने त्यसलाई ठुलो बनाएर बाँच्नुहोस्। किनकि जिन्दगी धेरै लामो छ जस्तो लाग्छ तर बितेर गएपछि थाहा हुन्छ हामीसँग बाँच्न बाँकी रहेको समयभन्दा सम्झना राख्न बाँकी रहेको पलहरू धेरै महत्त्वपूर्ण हुनेछन्।